सबैजनालाई नमस्कार। म भरत बिरालोबाट कि आज पनि तपाईहरुमाझ केही गजलहरू लिएर तपाईहरुमाझ उपस्थित भइसकेको छु। विशेषतः यस गजलका लेखक हुनुहुन्छ तुलसी डीसीले रचना गर्नुभएका केही गजलहरूलाई चाहिँ मैले वाचन गर्ने प्रयास गरेको छु। कृपया कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव कमेन्ट गर्न सक्नुहुनेछ। त्यसैगरी मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरेर साथ दिनुहोला है त। मेरो जीवन अहिले खराब दिनमा चलिरहेको छ। आफन्त अनि साथीभाइको ऋणमा चलिरहेको छ। हो, मेरो जीवन अहिले खराब दिनमा चलिरहेको छ। आफन्त अनि साथीभाइको ऋणमा चलिरहेको छ। यसले हाम्रो पैसा खान्छ कि भनी चिन्ता नलिनुहोस् तपाईँ। यसले हाम्रो पैसा खान्छ कि भनी चिन्ता नलिनुहोस् तपाईँ। ऋण तिर्नकै लागि मेरो काम परदेश जमिनमा चलिरहेको छ। हो, यसले पैसा खान्छ कि भनी चिन्ता नलिनुहोस् तपाईँ। ऋण तिर्नकै लागि मेरो काम परदेशी जमिनमा चलिरहेको छ। भनेको बेला नहुन सक्छ कहिलेकाहीँ पैसा भन्ने जात। भनेको बेला नहुन सक्छ कहिलेकाहीँ पैसा भन्ने जात। कहिले दिन त कहिले रातको छिनमा चलिरहेको छ। हो, कहिले दिन त कहिले रातको छिनमा चलिरहेको छ। याद आएर के गर्नु आमाले पकाएको त्यो खानाको। याद आएर के गर्नु आमाले पकाएको त्यो खानाको। मन नपरी परदेशी खानपिनमा चलिरहेको छ। हो, मन नपरी परदेशी खानपिनमा चलिरहेको छ। माथि एक तल एक दुई तले खाट छ परदेशमा। खानामा पातलो दाल अनि सुक्खा भात छ परदेशमा। हो, माथि एक तल एक दुई तले खाट छ परदेशमा। खानामा पातलो दाल अनि सुक्खा भात छ परदेशमा। फरक देश फरक भेष सबै जम्मा हुने ठाउँ न हो यो। फरक देश फरक भेष सबै जम्मा हुने ठाउँ न हो यो। आफ्नै परिभाषा आफ्नै बात छ परदेशमा। हो, आफ्नै परिभाषा आफ्नै बात छ परदेशमा। रात दिन नभनी काम गर्नुपर्छ यहाँ सबैले। रात दिन नभनी काम गर्नुपर्छ यहाँ सबैले। खाना खाँदा ठेलै ठेला भएको हात छ परदेशमा। खाना खाँदा ठेलै ठेला भएको हात छ परदेशमा। नआउन त मन थियो यो कालो समुद्र घारीमा। भए सबै मिल्ने नभए कोही नमिल्ने जात छ परदेशमा। हो, नआउन त मन थियो यो कालो समुद्र घारीमा। भए सबै मिल्ने नभए केही नमिल्ने जात छ परदेशमा। कति बेला के हुन्छ कसैलाई पनि थाहा हुँदैन यहाँ। कति बेला के हुन्छ कसैलाई पनि थाहा हुँदैन यहाँ। भगवानको भरोसा अनि भगवानकै साथ छ परदेशमा। हो, भगवानकै भरोसा अनि भगवानकै साथ छ परदेशमा।